पात कति बेला काट्ने भनेर कमेन्ट गर्नुभएको रहेछ। कमेन्टको लागि धेरै धेरै धन्यवाद। नर्मली गोलभेडाको पात चाहिँ गोलभेडाको दाना छिपेको अवस्था र पाक्नको लागि रेडी भएको अवस्था हुनु पर्यो। अन्य अवस्थामा चाहिँ रोग लागेको अवस्थामा या पातहरू कुहिन लागेको अवस्थामा, पहेँलो भएको अवस्थामा हामीले कटिङ गरिदिन सक्छौँ। तपाईहरुले यो भिडियोमा पनि हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। यो गोलभेडा छिपेको अवस्था छ र कतिपय गोलभेडा पाकी पनि सकेको अवस्था छ। र यो मेरो गोलभेडा चाहिँ खासै राम्रो उत्पादनमा पर्दैन। तपाईहरुले देख्न सक्नुहुन्छ त्यति राम्रो भएको छैन यसपालि गोलभेडा मेरो। यो राम्रो उत्पादनको लागि चाहिँ झुप्पामा चाहिँ मिनिमम 6 वटा गोलभेडा फल्नुपर्छ भन्छन्। तर त्यो त छ, तर पनि चाहेको जस्तो, सोचेको जस्तो चाहिँ उत्पादन भएको छैन। तपाईहरुकोतिर गोलभेडा कस्तो रह्यो कमेन्ट गर्नु होला है त।